बाँचेर कुचेको छोरामा भेट भयो बाँचेर भाँचेर मोरी गागमा त भेटै नहुने थियो तर के गर्ने अब जिन्दगानी यस्तो भोलि आज छौँ भोलि छौँ न तर आफ्नो भाग्य ताकतिर हो अबको 2-3 वर्षतिर चाहिँ भेट हुनुपर्छ होला नै 2-3 वर्ष त होइन नेपाल बाँचिन्जेल भन्नु अनि तपाईँ त युके गइहाल्नुहुन्छ युके को लाउरे अब युके त जाइन्छ जानको लागि त उहाँको ठन्डा र केही जातिले बा कसले भन्छ हाम्रो बोलीले भन्छ कौशिकाउने हो कि त्यस्तो हुँदैन नि कौशिका भनेको चाहिँ नि किन काक्रेर मर्ने क्या त्यही त हुँदैन त्यस्तो के हुन्छ त्यसरी बन्ने हुँदैन नि त्यही हेरौँ न त तर यत्रो भाइहरू अब के अरे आउँछ अब 1-2 वर्षमा तपाईँ गएर ठिक्क घर बनाएर आउनु नि बाउमती चिन्नु आउनुपर्छ अनि भोलि पर्सि छोरा छोरीहरूलाई पनि आमाले मामाले चिनाउनु पर्छ है तिमीहरूले बाउमती चिनेको छौ न अनि चिनाउँछ अब माउली चिनेको छु त मैले चिनेछु र आज आएन 20 वर्षपछि बल्ल भेट खै त त्यसै कसले दिएको रे यो कसले दिएको जुनाले यो जुनाले दिएको हो को हो त्यो जुना भनेको चाहिँ छोरी भतिजिनी त्यो छोरी भतिजिनी कहाँ छ यसले पनि पाइहाल्नेछ तर चाहिँ कसले दिएको हौ यो मेरो प्यारी दिदी जुना दिदीले माला लगाएर जा त्यसो भए ल फेरि फेरि बाजु त्यो अर्को घैतालाई चाहिँ भन्दै किन चित्त दुखाएको किन नबोलेको किन नआएको भनेर अब बोल्नु भनेर त म किन आउनु ठुलो मान्छे अरे हौ त्यस्तो भन्छ छोरी अब म हामीहरू जेठाको सन्तान हो माइलाको सन्तान हो तिमीहरू जेठाको सन्तान चाहिँ जसै पनि अलिकति जाइ पनि अलिक हाँसिएर पर्सिरहेछ महिलाको सन्तान चाहिँ कति के भएको त्यो खोइ के भएको म मात्रै हो नि म मात्रै हो नि त्यो अर्को त त्यस्तो छैन नि त्यो के भएको बाबु पनि के भएको त्यही त बाबुले पनि यसो भनेर बुझाउँदैन आफ्नै तालमा हो आफ्नै तालमा अनि म यसो सम्झेको सुरेशले हाम्रो यस्तो नातामा यस्तो हो भइसकेर सिकाउनु त पर्छ तर पछि भविष्यमा सुनाउनु पर्छ